यतै बस्दिनु कि है कति राम्रो छ एकदम नेचुरल अर्ग्यानिक। यहाँ माथि ल माथिल्लो स्टेपमा बस्छु कि सर र दुईटा गिलासमा हाल्नु न। हेलो झोले नमस्ते, फेरि पनि आइसकेको छौँ आज नयाँ भ्लगको साथमा हामी। आज चाहिँ हामी माछा साछा मार्न गएन गाइज होइन। आज चाहिँ हामी एकदम रमाइलो गर्न शीतल ट्याक्क गर्मी छल्नको लागि चाहिँ हामी यहाँ नयाँ ठाउँमा लोकेसनमा आएको छौँ गाइज होइन। देख्न सक्नुहुन्छ एकदम अर्ग्यानिक ठाउँमा, लोकल ठाउँमा। हाम्रो साथमा गोपाल दाई हुनुहुन्छ। नमस्ते। यहाँ हाम्रो गोपाल दाईले चाहिँ अब आगो सागो फुक्ने कार्यक्रम चुल्हा सबै यहाँ रेडी गरिसकेको छ। धेरै दिनको बादमा चाहिँ हाम्रो यता सोल्टी पनि अब हाजिर हुनुभएको छ। सोल्टीले चाहिँ अब यता भाँडासाँडा रेडी गर्दै अन्त धेरै लामो हुन्छ नि। यो त भाले रहेछ यार, भाले हो कि यो।
अलि मसला भित्र जाने गर त चारो तिम्रो फर्स्ट टाइम होइन यो बाम चाखेको हामीले त कति खायो जुससँग होइन गोपाल दाइ राँगा पुछो जस्तो छ कि पुरै टाइट मस्त मासु फ्राई भइरहेछ गोपाल दाइ होइन बामको यो चाहिँ माछा जस्तो हुँदैन कि गाइज होइन पकाउँदाखेरि पनि पुरै सारो यो ठ्याक्कै मासु पकाएको जस्तो हुन्छ है त्यो माछाहरू त यतिखेर फुटेर कस्तो हुन्छ नि त धुल्लो हुन्छ नि त यो चाहिँ एकदम टाइट हुन्छ सारो हो त्यस्तो गरेर क्या चलाउ त त्यो मजाले फरफर बनाएर बामको सुकुटी दामी भयो गिफ्ट आफ्नै एउटा सबैलाई कमाउनु नआउने पर्सेन्ट त लिसिहाल्यो नि त्यसै ढुङ्गाले गर्दै साह्रो मगर होला उता पनि होइन खन्याउ भयो हातले खन्याउ नि त्यसले कोरिन्छ चटनी हाम्रो बाम माछा सबै रेडी भइसकेको छ गाइज होइन अब चाहिँ हामी सुरु गर्नेछौँ आज शनिबार धेरै दिनपछि फेरि हाम्रो सोल्टीसँग भेट होइन आज चाहिँ अब रुसलान खाँदिन किन खाऊ न हल्का हात के हुन्छ र हात दिन्छु नगर भने ल ठिक छ हाल्नु न गिलासमा कहाँ फेरि बन्द गरेर सर र दुईवटा गिलासमा हाल्नु न मिरिन्डाको चाहिँ मलाई है गिलास लगभग चेस हानाउँदा नेट चाखिदिउँ है कस्तो रहेछ ल चेयर्स चेयर्स एभ्रिवान हाम्रो सोल्टीले फर्स्ट टाइम होइन चाख्दैछ कतिजनाले नदेखेको हुन्छ कि
साह्रै लाउनु हड्डी हुन्छ नि दामी गरेको थियो त्यस्तै मिठो दामी हो अहिले चाहिँ घाम पनि गयो है शीतल थाल्यो है टमाटर सोधेर यो त तिम्रो किनेर पनि पाउँदैन यो त वर्षको 2 महिना 3 महिना मात्रै पाउँछ क्या मासु चाहिँ दामी फ्राई भयो है रातो अचार टमाटरको सलाद भुजा भइगयो सोल्टी बाम त टेस्टी भयो नि होइन टाउको दामी छ ल फाइनली गएछ होइन अब हामीले चाहिँ खाइ पनि भ्यायो टक्क लाएर अब सोल्टीले चाहिँ भाँडाकुँडाहरू थन्काउँदै हुनुहुन्छ गोपाल दा यतै गोपाल दा अनि आज के कस्तो भयो त नि ससुराले भन्दा दामी हो माछासम्म हो क्या हो त्यहाँ त गएर है यहाँ मात्रै हो कि गएर नगएको होइन खाएर टक्क स्विमिङ गरेर नै भ्याइयो अब चाहिँ हामी लाग्नेछौँ यहाँ चाहिँ अब दाइले सफा गर्दै हुनुहुन्छ यहाँ प्लास्टिकहरू अलिअलि छ नि त बोतलहरू दाइले चाहिँ अब यो सबै सफाहरू गर्दै हुन्छ यत्रो नेचुरललाई चाहिँ बिगार्नु भएन ट्याक्कै चाहिँ सबै सफाहरू गरिसक्नु भएछ गाइज होइन अब के कस्तो भयो अब आजको भिडियोलाई चाहिँ अब यहीँनिर टुङ्ग्याएर चाहिँ हामी निक्लिनेछौँ गाइज होइन फेरि पनि अब यस्तो आउनुपर्छ यहाँ सोल्टीलाई चाहिँ धेरै दिनपछि आयो होइन सोल्टी अनि कस्तो के भयो आज होइन यस्तो दिउँ न त अलिअलि धेरै दिनपछि भेट्यो साथीहरूसँग नयाँ ठाउँ पनि आयो रमाइलो भयो सबै खानेकुराहरू पनि धेरै टेस्टी भयो त्यही त फर्स्ट टाइम चाखेको होइन बाम माछा है ल अब हामी चाहिँ यहाँबाट लाग्नेछौँ गाइस आजलाई यति नै गोपाल दाई ल आजको भ्लग यति नै होइन दाई अनि आज यति ल नेक्स्ट भिडियोमा भेटेछौँ गाइस होइन ल आजलाई अलविदा गङ्गटाको खानी रहेछ के इ मैले त दुईवटा समाइदिइसकेँ हेर्नु नि
एउटा त खाइदिन्छ अगाडिको त खान्न भिटामिन हो यो अहिलेको बाम माछाले मिक्स खामा अरट्ठ पऱ्यो के जमेको के पानी पनि चिसो तर माछा चाहिँ सबै यो करेन्ट हानेर मारेको हो कि यहाँ न धेरै माछा भेट्थ्यो कि यहाँ गोपाललाई चक्कु पुर्याएर आउने त होटलमा